जीवनमा सब थोक हुने समय नहुने हैन पैसा नहुने हो किन्न पनि नसकिने फेरि अथवा सबै थोक किन्न सकिने समय किन्न नसकिने त्यसो भएको कारणले त्यो समयको महत्त्वलाई बुझ्दै हामी गन्जी एक जोडा चाहिँ लाउन पाउँथ्यो कार्यक्रमहरु भन्दा अलिकति फरक किसिमले कार्यक्रम सञ्चालन गर्छौं हामीहरु भन्दा फरक छौं फरक हुनु पनि पर्छ हैन हुनु पनि पर्छ त्यसो भएको कारणले गर्दाखेरि हामीले अरु वक्ताहरुको थुप्रै कुराहरु हामीले सुन्नु पर्ने थियो होला तर उहाँहरुलाई हामीले अर्को चोटीको लागि भनेर स्थगित गर्यौं र मैले केही कुराहरु राख्नका लागि तपाईहरुको समक्षमा उभिएको छु र आजको यो अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक कार्यक्रमका अध्यक्षज्यू मञ्चमा आसीन मैले मान्नुपर्ने मान्यजन अतिथिज्यूहरु टाढा टाढाबाट गाडी चढेर यात्रा गरेर आउनुहुने आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरु यहाँ फिल्म बजारका स्थानीय आमा बुवा दाजुभाइ दिदीबहिनी भान्जा भान्जी जेन्जी हिलियाङको एउटा खदाल भाइ भनौं न पत्रकार सुरक्षाकर्मीज्यूहरु मैले मान्नुपर्ने सम्पूर्ण सम्पूर्ण महानुभावहरु धरानबाट मसँगै आएर साथ दिनुहुने सम्पूर्ण टिमका मित्रहरु सबैजनालाई एकमुष्ट नमस्कार गर्न चाहन्छु सेवा ढोक गर्न चाहन्छु जय संविधानको अभिवादन टक्राउन चाहन्छु कस्तो राम्रो तपाईहरु गराउनु भएको है सबैभन्दा पहिला यो अत्यन्तै सुन्दर ठाउँ यो फिल्म ठाउँमा रहनुहुने फिल्मवासीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु यहाँले अत्यन्तै ठूलो सम्मान गर्नुभएको छ म जस्तै एउटा सानो मान्छेलाई म आफूलाई यो देशकै सबैभन्दा सानो मान्छे सम्झन्छु त्यही सानो भएर होला म सबैको मनमा अटाइ पनि रहेको छु सानो मान्छेलाई तपाईहरुले सम्मान गर्नुभएकोमा हृदयदेखि हार्दिक धन्यवाद र तपाईहरुलाई पनि सम्मान टक्राउन चाहन्छु अत्यन्तै राम्रो ठाउँ यहाँ म आज समेत गरेर दुई चोटी आएको छु एकचोटी चाहिँ हामी ताप्लेजुङसम्मको यात्रामा थियौं त्यतिखेर साथीभाइसँग आथ्यौं जयसु बजारमा एउटा किनेर टोपी किनेर चाहिँ यता आउँदै गएको थियौं त्यहाँ तलतिर ह्याङमा खोला भन्दो रहेछ त्यहाँ पौडी पनि खेलेको थियो गन्जी राम्रा छन् क्या एउटा गन्जी है हाम्रै ह्याङमा बासबसी हिँड्दाखेरि कोही कसैले को हो यो भनेर पनि वास्ता गर्दैन थिए आज मलाई हेर्नका लागि यति धेरै मान्छेहरु आउँदाखेरि मैले अलि प्रगति गरेँ कि जस्तो पनि लाग्यो हो चीज आउने बुढा तर यो प्रगति चाहिँ गरेको है मलाई साथ दिनुहुने सम्पूर्ण ती महानुभावहरुलाई आज स्मरण गर्न चाहन्छु जो जतिले मलाई यहाँसम्म ल्याउनका लागि यहाँसम्म आइपुग्नका लागि मेरो यात्रा यहाँसम्म तय गरिदिनका लागि मलाई सहयोग गर्नुभयो विभिन्न खालका सुशासनको आन्दोलनहरु गरिरहन्थे म त्यसमा मलाई साथ दिनुभयो श्रमदान गरेर चाहिँ नि हामीले थुप्रै कामहरु गर्यौं अहिले यो श्रमदानकै कारणले यत्रो धेरै मान्छे आउनुभयो ती सम्पूर्ण श्रमदाताहरुलाई धन्यवाद दिन चाहन्छु जसले मलाई चाहिँ नि भोट दिएर काम गर्ने ठाउँमा मौका दिनुभयो उहाँहरुलाई पनि म धन्यवाद दिन चाहन्छु र सबैभन्दा धेरै धन्यवाद चाहिँ म कसलाई दिन चाहन्छु थाहा छ जसले मलाई गाली गर्नुहुन्छ नि उहाँहरुलाई म धन्यवाद दिन चाहन्छु किनभने हर्क साम्पाङ भनेको कहिले नफुट्ने भकुण्डो हो है कहिले पुरानो नहुने थोत्रे नहुने भकुण्डो हो जसलाई जति जोडले बजार छ त्यति त्यो माथि जान्छ
र मलाई बजार्नु हुने मलाई मन नपराउनु हुने आलोचक विरोधी मलाई मुद्दा हाल्नु हुने सबैजनालाई हृदयदेखि धेरै धेरै धन्यवाद दिन चाहन्छु। धेरै धेरै धन्यवाद दिन चाहन्छु। सबैलाई धन्यवाद दिन चाहन्छु। यो देशलाई माया गर्ने मान्छे हुँ म। यो देशलाई यदि मैले माया गर्छु भने यो देशको ढुङ्गालाई मैले माया गर्न सक्नुपर्छ, माटोलाई माया गर्न सक्नुपर्छ, खोलालाई मैले माया गर्न सक्नुपर्छ, जङ्गललाई मैले माया गर्न सक्नुपर्छ, सम्पूर्ण भूगोललाई सम्पूर्ण प्रकृतिलाई माया गर्न सक्नुपर्छ, यहाँका विभिन्न संस्कृतिलाई माया गर्न सक्नुपर्छ, यहाँका पक्षमा रहने विपक्षमा रहने सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई मेरो आफ्नो घरको मान्छे सम्झेर मैले माया गर्नुपर्छ। त्यसो भएको कारणले गर्दाखेरि जसले मलाई जे सोचोस् म कसैलाई पनि विरोधी सोच्दिनँ। तपाईँहरू सबैजना मेरो घरकै दाजुभाइ हुनुहुन्छ है, किनभने म नेपाललाई माया गर्छु। तपाईँ नेपाली मलाई गाली गर्ने मान्छे पनि नेपाली नै हुनुहुन्छ, मलाई दिनरात श्राप गर्ने मान्छे पनि नेपाली नै हुनुहुन्छ होला है, काम गरेको मन नपराउने मान्छेहरू पनि नेपाली नै हुनुहुन्छ। सबैजनालाई मेरो हृदयदेखि हार्दिक हार्दिक माया छ, हार्दिक हार्दिक सम्झना छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, तपाईँहरूको यो उपस्थितिले गर्दाखेरि अलि लामो बोलौँ कि जस्तो लागेको छ, बिचमा घर नगइहाल्नु ल। बसु न सर मैले पहिल्यै सुनेको भनेर नगइहाल्नु होला। म अलिक फरक फरक कुराहरू भन्नेवालामा छु। दिनभरि त भन्दिनँ। हेलो घर घर ग्राउन्डमा त हामी ग्राउन्डमा छौँ, सरपञ्च सरलाई भेट्न जिम्मेवारी छ हामी। यहाँ बिचमा छौँ, आउनु न। बुढी छोरी भएको मान्छे पनि त बुढा मेरो जीवनमा गीत सङ्गीतको ठुलो प्रभाव छ र म जहाँसम्म आएको छु मेरो अभियानमा पनि गीत सङ्गीतको ठुलो प्रभाव छ। त्यसो भएको कारणले गर्दाखेरि एउटा गीत हाम्रो बद्री सरलाई पनि सरम संस्कृति पार्टीमा स्वागत छ। म जे भन्छु जसो भन्छु गीत गाउने नि। अब गीत गायो। यो देश तपाईँको देश हो कि होइन? हो। यो देश हामी सबैको देश हो कि होइन? हो। त्यो देशलाई सम्झेर नलजाइकन नहिचकिचाइकन है, कहिले गीत नगाउने मान्छेले माझा चाहिँ गाउनु ल। तपाईँ बिना हुँदैन यो कार्यक्रम भने पछाडि चाहिँ आउनु परेन। मेरो देश सबैले गाउनुपर्छ, काठमाडौँले सुन्नु पर्यो। मेरो देश ल अलिक अलिक चर्को खाइएछ। मेरो देश मेरो देश स्वर्ग झै सुन्दर सबैभन्दा माथि बुझेको छ कि झरेको छ। मेरो देश पातलो छ कि मोटो छ? पसिना फुटाउँछु, दस नाम राखी गाउन विजेता सकिन आज कि एक शब्द गाएको छैन। पसिना फुटेन होला नि त। के आयो हेलिकप्टर आयो पसिना बगाएर।
दस नङ राखिआउँछु दस नङ्ग्रा ख्याउँछु कसैको आशामा यो चाहिँ गीतै हो कि बिनारा भने हो बस्दिनमा देशभक्ति छैन त यो गीतमा भित्रबाटै उथल पुथल भएर आइसक्यो देशभक्ति एकदम छ लुसीलाई पनि सुनाइदेऊ न यो गीत भिडियोहरू संकल्पमा खबर आइसक्यो है यता खुसीको खबर आइसक्यो प्रकृति एसएमसी लगाएर टालेर नि यति सदस्यहरूलाई संयमी यही हो 15 आउँछ आज कति हो 5 होइन 6 घण्टाको तारिक बनाउनु पर्ने हो 15 तारिक कहिले आउँछ भन्ने भएको छ